सो नमस्ते फ्याबुलजी वेलकम ब्लग। आज चाहिँ मिठो पिरो अमिलो माछेको फिलाको बेली चाहिँ मजाले आगोमा पकाएर चिरिप्प पारेर स्याउको रक्सीसँग पड्काउँदैछु। अगाडि बढाउँ है त साथीहरू। टक्क लाएर स्वाझेको बेली टक्क लाएर पोलिन्छ। यहाँ कुखुराको नागाको चुक्दुङ पनि फ्राई गरिन्छ है मिस्टर ताओमा। ताओ होइन मार्बलमा बल्नु त पर्ने हो। हेर्दैछ हेर आगो फुक्नै गाह्रो भयो त यार। आगो नफुक्यो नि धेरै वर्ष भयो आउँदैन यार। क्यो सिजी खत्तम न जिया आची किन नबले त यार। के भएको यो Maso dobry. Acia. कस्तो अटेर भएको यार। अथा आग बाल्नै गाह्रो भयो। ये बालिदिन्छु अहिले। तपाईँहरूले कसरी फुक्छ आगो आच्याले होइ बल्दैन त। बेकार झ्याउ लाग्दो काम दिक्क लाग्यो यार। आगो फुक्नै न कसरी बाल्यो कमेन्ट गराउनु नि यार साथीहरू। बल्छ कि अब चाहिँ यता बल्ल जस्तो छैन यार। धग्रो सुतो बल्दैन नि यार। अघि नै कोदोको के अरे स्याउको रक्सी टाउको दुखेर खत्तम भयो। अघि भिडियो बनाउनु लागि खाइदिएको। पानी पर्ला जस्तो के को टुक त अरे पानी पर्ला आयो खायो अब सिएको माछी मर न बलेन बर मरेन मर सिजी बोक्तो। ठुलो बाग्लो थियो अहिले पातलो छ। यो फुट्छ जस्तो लागिरहेछ। अहिले ट्राई गरौँ। अझै बल्छ भने आशा गरेको छु। सिजी बोक्छौँ ठक्क हुँदैन। यति नै होस्। अहिले फेरि खानुपर्छ यार। ढुङ्गामा पोलेर त मिठो हुन्छ है। तर त्यो सेको कर्नतिर कति बिचमा राख्दो रहेछ दायाँ बायाँ आगो बालेर राईहरूले होइन। तर टेस्टी चाहिँ टेस्टी हुन्छ त्यो बिचको आगोको होइन। तर मलाई ढुङ्गा पऱ्यो नि मजा लाग्यो। तेल
प्याट फुट्छ होला यो ट्राई गरौँ पाक्छ पाक्दैन जसरी पकाएर त खानु पर्यो यो एक लट पछि फेरि राम्रो खाले मार्बल लिएर टक्क खाने हो आज मैले स्पेसली तपाईँहरूले अघि फेसबुकमा भिडियो देख्नै भएको छ टक्क लाएर मैले उसको लिएर आएको छु के भनेदेखि जमसमबाट स्याउ मैले त लिएको थिइनँ एउटा दाइले चाहिँ एकान्त कुनामा गएको थिएँ एउटा बुढो दाइ छ एकदम माया गर्ने उहाँले चाहिँ यस्तो कस्तो साथीले पठाएको स्याउ भने यसो देखेँ सबै उ के अलिकति उ भएको राम्रो चाहिँ थिएन ठिकैको त्यसो भए म रक्सी बनाउँछु भनेर लिएर आएको थिएँ मजाले समथिङ 3 महिना जति भयो होला कुटेर मार्च हालेर ड्रममा राखेको थियो मैले बेलेर पकाइरहेको थिएँ त्यो पनि मोमोको भाँडामा अघि नै बनाइसकेको छु एक भान लिएर आएको छु एक कचौरा त्यो र यो च्वाचेको टक्क लाएर खाने हो यो फेरि कुखुराको चाक नखाएपछि त्यही नबोध्यो कि जे भने नि पाग्ला र यार कत्रो रहेछ यार ओहो आज सेको खाइ हुँदैन जस्तो यार बत्ती पनि छैन बाहिर यति हटेर त त्यो सिजी त्यो अनि ठक्क जल यार एकैताल स्वाटै डट्छ होला अलिक भोग्रो भएपछि हालौँ ल तर मैले बेली ल्याउनु खोजेँ रहन्छ यति मात्रै भेटाएँ यति लिएर आएँ खासै नेक्स्ट टाइम चाहिँ राम्रो बनाउँछु बेली लिनलाई त बिहान जानुपर्छ अरे बिहान छुट्टै सक्छ अरे सबैको सेको बनलाई त बेली मनपर्छ तर यो के अरे फिलाको लिएर आयो कि फिलाको लिएर आएको हेरौँ यो पनि अब खाउँ लाग्यो यति भयो भने थोरै भयो भने लिएर आएको धेरै छैन 1000 को भनेपछि 800 1 केजी अलिकति बेसी त्यो पुग्दैन भनेर यहाँ कुखुराको चाक पनि लिएर आएको छु कुखुराको चाक डायमन्ड यो नखाएपछि त्यही नबुझ्ने भने के भएको सट्ट लगाएर तोरीको तेल हालिदिएँ फेरि प्ल्याट्ट फुट्यो भने तनाव भन्छ सेको खानु पाउँछ कि पाउँदैन आई विल ट्राई तर सेको पाक्छ कि पाक्दैन प्ल्याट फुट्ला ए यो पनि एकैतालमा हालिदियो क्या यो त नपोली लिएछ फेरि यार यस्तो खालको बच्चा अहिले फेरि पाकेन भने होइन यो यहाँ पनि हाल्दै गरौँ अनि यो पछि झन् पाक्छ कुखुराको चाक अब यहाँ चाहिँ तेल सट्टा हाल्नु पर्ला क्या यसको नि तेल त आउँछ आफै पनि ओके चाहिँ बत्ती छैन यार यहाँ यो त आगो त बढी होला जस्तो यार यति भए पुग्छ क्या
यति भयो पुग्छ होला अब चाहिँ हार्नु है त ए जेसुको होस् पाके नि पाओस् न टक्क हालिदिने होला ल पाके नि पाक्छ तेरा बाटोमा पिसा फेरि क्या मैले त्यो किलाहरूले खुट्टा छेड्ला है आज यहाँ बत्ती छैन यार प्याट्ट फुट्ला कि भन्ने डर भयो कि हालियो हाल्न चाहिँ हालियो फेरि पट्ट फेरि यो त हालिदिउँ अहिले पाकिन भने टेन्सन हुन्छ यो पनि हालिदिउँ लु जा यो अघि फेरि कहाँ हत्तेरिका यो मार्बल फुट्छ कि भन्ने डर छ कि धेरै आगो ठुलो फुट्न सक्छ यार हत्तेरी यार अरे ढिलो छिटो भयो मैले बसाल्नु अब चाहिँ पाक्यो भन्ने आश लाग्यो है डढिसक्यो क्या यार फुक्छ ए ठुल्ठुलो छ बोसै होइन तेल हाल्नु पऱ्यो यार बोसै होइन आगो ठुलो भयो क्या आगो ठुलो भयो बल्ल पाके जस्तो हो बत्ती नभएर मेरो टिकटक ऊ लिएर आयो बत्ती अब यहाँ रेडी थियो क्या अचार ऊ ट्याक्क यहाँ कोक सोक याप्प बनाउने हो तर धन्न मलाई साथ दियो यार यो मार्बल फुटेन अब जुन पाक्छ पड्काउने हो र आज डढ्यो यार यो त भएन यार पाक्यो हो कि नपाक्यो हो पुरा साग त खालि बाहिर हाम फाल्न खोज्छ देखिया टक्का मसलादार भएछ यार क्लेजी दामी यार पाके नि क्या हो पाक्नु पाएको छ दामी यार अब आयो सुर्जाको
ओहो यार खा डढ्यो डढ्यो तँ ल्याउले ओहो कुखुरा गयो यार यो चाहिँ खाइदिउँ यार Palco, cabrón. Oh,